कुरा चाहिँ याद राख्नु होला है। म रहे पनि म नरहे पनि एउटा कुरा चाहिँ याद राख्नु होला, कम्तीमा मेरो आत्माले यति चाहिँ भन्छ, यो देश सङ्कटमा आउँदा मैले आफ्नो धर्म छोडिनँ, मैले आफ्नो कर्म छोडिनँ र मेरो पत्रकारिता मात्रै मेरो होइन, हाम्रो पत्रकारिता यो देशको लागि भयो। यो देश आइएनजिओहरूले चलाइरहेको अवस्था छ, बडो सङ्कटमा छ। तपाईहरुलाई के लागिरहेको छ? सबै कुरा सामान्य छ यो देशमा, जे कुरा आँखाले देखिरहेका छौं त्यस्तो नहुन पनि सक्छ। यो देशमा अहिले विभिन्न शक्तिहरू सक्रिय छन्, यति सक्रिय छन् कि यहाँ तपाई हामी चाहे भने पुरै परिवार सहित गायब गरिदिन सक्छ। मलाई सुरक्षित राखियोस् भने म के प्रमाणहरू दिन्छु, समय आउँदैछ प्रमाणहरू दिन्छु र सप्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए? त्यहाँ त सीसीटीभी क्यामेरा छ नि, त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए? यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरु सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्यता कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले, किन सोच्न थाले भने बोलौं किन